रिसिभ गरेका छन् अहिले भने त्यहाँनिर मिसकम्युनिकेसन भएर किपर र सेन्टर डिफेन्डरको त्यहाँनिर राम्रो सर्ट थियो एजिलको प्लेयरको त्यहाँ बार सागर फेरि सागरकै साइडबाट एट्याक भएको छ र बल राम्रो सोट भएको थियो र भने राम्रो बचाउ गरेका छन् समीर भट्टराईले हाफमा प्रवेश गर्दै विङ्गरबाट राम्रो प्रेस गरिराखेका छन् त्यहाँ भने अझै अगाडि बढ्ने क्रममा राम्रो त्यहाँ पास रहेको छ र त्यहाँ भइरहनु कसरी लिन्छन् लाइक माई गड ले फेरि राम्रो लङ रेन्ज प्रयास गरेका छन् त्यहाँ बल भने सागर सन्यासीबाट राम्रो हेड थियो केशवकोबाट राम्रो पास रहेको छ त्यहाँ तिल्सन राणाबाट सोनामबाट राम्रो निशान कुमार रहेछ निशानले राम्रो बल अगाडि 1v1 बनाउन सफल भएछन् र राम्रो सर्ट रहेछ त्यहाँ गोललाई माई गडले अति गोल पास रहेको छ र केशवकोबाट अहिले बल भने तिल्सन राणाकोमा र तिल्सन राणा प्रयास गर्दै सर्ट हान्ने क्रममा र त्यो बललाई किपरले राम्रो बचाउ गरेका छन् स्टिल लाइकटकै खुट्टामा बल र गोललाई राम्रो सुट गरेको थिए निशान भट्टराईले राइट विङलाई रहेको छ अहिले बल भने राइट विङ निकै एनर्जेटिक देखिन्छन् त्यहाँ राम्रो प्लेयर रहेछन् एजिलको राम्रो लङ थ्रु रेन्ज छ त्यहाँ पास भने अहिले बल क्लियर गरेका छन् सुदन खड्काले फेरि एजिलकोबाट राम्रो सुट थियो भने त्यहाँ बल आउट भएको छ र एजिलको सर्ट पास त्यहाँनिर सेन्टर डिफेन्ससँग किपरबाट र अहिले बल भने क्याप्टेनको खुट्टामा बल राइटतिर र त्यहाँ सेन्टर डिफेन्डरको खुट्टामा मिडको खुट्टामा र मिडबाट राम्रो सर्ट पास त्यहाँ राम्रो बललाई नियन्त्रण लिएका छन् एजिलको प्लेयरले त्यहाँनिर राइट विङबाट र बढाइरहेका छन् अगाडि बढ्ने क्रममा र त्यहाँ बललाई फेरि एजिलबाटै थियो भने बललाई गोल गरेका छन् एजिलका राइट विङले सुजन खड्कासँग र अहिले सुजनको खुट्टामा बल र सुजनकोबाट पास रहेको छ केशव राईलाई बाल राईले हेरौँ राम्रो होल्ड गरेका छन् त्यहाँ बल अहिले भने सुजनको खुट्टामा पुगेको छ र सुजन राम्रो बललाई एटिङ गर्ने फर्ममा त्यहाँ स्लाइड गरेका छन् र स्टिल सुजनकै खुट्टामा बल र देब्रेपट्टिबाट प्राइस थियो राम्रो सर्ट थियो मणि मगरको त्यहाँ भने किपरले राम्रो र किपरको लङ रेन्ज क्लियरेन्स छ त्यहाँ भने अहिले बल लाइक कार्डको हाफमा इन्ट्रेन्स भएको थियो अहिले हेड सुजनको बललाई पास रहेको छ बालबाट निशान भट्टराईलाई निशानबाट केशव राईलाई र केशवकोबाट बाल राईलाई फेरि बालकोबाट निशान भट्टराई र निशान भट्टराईको राम्रो टर्न थियो र त्यहाँ भने तिल्चनको खुट्टामा बल र तिल्चनकोबाट केशव राईलाई राम्रो बल होल्ड गरेका छन् त्यहाँ भने अहिले भने दिवस विष्टको खुट्टामा दिवसकोबाट राम्रो थ्रु बल रहेको छ त्यहाँ सुदन खड्कालाई सुदनकोबाट फेरि ब्याक पास रहेको थियो बट मिस पास रहेको छ त्यहाँ र अहिले एसिलले नियन्त्रणमा लिँदै फेरि बल भने केशव राईको खुट्टामा बल र केशवले मिस पास भएको थियो त्यहाँ भने फेरि अहिले दिवसको राम्रो प्राइस रहेको छ देब्रे फुटले थियो भने त्यहाँनिर राम्रो बचाउ गरेका छन् एजिलका किपरले एजिल फेरि उनीहरूकै हाफमा पास खेल्ने क्रममा सेन्टर डिफेन्डरको खुट्टामा बल रहेको छ र मणिबाट राम्रो इन्टरसेप्ट भएको थियो त्यहाँ बल जर पास पुगेको छ फेरि सागर सन्यासीकोबाट सुजन गुरुङकोबाट हेरौँ अब लङ पास रहेको छ मणि मगरलाई र मणि मगरको हेडिङमा त्यहाँ रमेशलाई राम्रो चेस गरिरहेछन् रमेशले फेरि बललाई नियन्त्रण क्रममा दिवस विष्टले लिएका छन् र देशबाट मणि मगरले राम्रो लिएका छन् मणि मगर पास गरेका छन् र राम्रो प्रयास त त्यहाँ भने बल मिस पास भएर राम्रो क्लियरेन्स गरेका छन् सागर सन्यासीबाट र अहिले बल भने एजिलको हाफमा राम्रो प्रयास त त्यहाँ रमेश भण्डारीको र रमेशले राम्रो भएका छन् भने कसरी त्यसलाई गोलमा लिने सफल बट छन् त्यसलाई र बल क्रस राम्रो रहेको थियो पावर रहेको थियो भने त्यहाँ राम्रो सर्ट हुन सक्छ सोनामबाट र त्यहाँ बल ह्यान्डबल हुन दिएन त्यहाँनिर दिएन अहिले बल भने सागर सन्यासीबाट यता देब्रेतर्फबाट निशानकोमा छ निशान अगाडि बढ्ने क्रममा निशानले बललाई राम्रो लिएर गइरहेका छन् अगाडि भने अब क्रस रहेको छ त्यहाँ निशानबाट र राम्रो रहेको थियो त्यहाँनिर भने केशव राई अन्त बल केशव राईकै खुट्टामा बल रहेको छ अहिले भने गोललाई परिणत गर्न असफल र एजिलको थ्रो रहेको छ त्यहाँ धेरै लामो थ्रो थियो भने एजिलकै खुट्टामा बल र अहिले एजिलले राम्रो पाएको थियो त्यहाँ बल भने फेरि गोल परिणत हुन सकेन राम्रो सर्ट रहेको थियो त्यहाँ एजिल राम्रो लटाउँदै निकै राम्रो बल लाई खुट्टामा लिँदै भने दिवस विष्टले पास हान्न खोज्दै थियो मणिलाई ओके एकदमै राम्रो भएको छ केशव राईको खुट्टामा बल छ अहिले भने केशव राईले ओके फेरि पनि हाम्रो मणि मगरकोबाट एकदम उत्कृष्ट ट्यापिङ दे आर स्ट्यान्डिङ टप अन द ल्याडर भने हाम्रो रेड जर्सीमा हुनेहरू दे आर स्ट्यान्डिङ फिफ्थ अन द ल्याडर बट स्टिल दे म्यानेज टु लिड द गेम ओके अहिले भने एजिलले बल अगाडि लाने क्रममा भने राइट लायन्सलाई किनकि लास्ट मिनट्स पनि छ ओके कसले क्लियर गर्दै यहाँबाट मैले हल्का देख्न पाइरहेको छुइनँ ओ माई गड फादर क्राइम
भाइले ओके बिचमा बल छिराउँदै बिचमा फेरि ओके राम्रो एकदमै राम्रो थ्रु बल थियो ओके धेरै राम्रो पास खेलेर ज्ञान प्ले अन्ली थियो नि त उनीहरूले क्या त एक्टिभै भएन त्यही भएर ओके सुजन भाइको खुट्टामा सुजन भाइले लामो थ्रु बल खाँदै रमेशलाई तर असफल अहिले भने हाम्रै विकासको खुट्टामा बल छ विकासले बल अगाडि बढाउँदै मणिको खुट्टामा बल अनि ह्याट्रिक बयको खुट्टामा बल अनि ह्याट्रिक खुट्टाको ओ माई गॉड एकदमै राम्रो थियो ओ माई गुडनेस के हुँदैछ यहाँ अहिले आउने पेनाल्टी पाएको छ अब हेरौँ कसले खान्छ यो पेनाल्टी पाएको छ हाम्रो अहिले भने हाम्रो जर्सी नम्बर 8 दिवस हाम्रो दिवस विष्ट भाइले एकदमै राम्रो पेनाल्टी खाँदै मेरै ह्याट्रिक प्लेयर अब हेरौँ कसरी बललाई ह्यान्डल गर्छ लास्ट मिनेटमा ओके हेरौँ ओ माई गॉड द्याट्स इट ओभर खलिबली अलराइट अललाई भने ओके एजिलको कोचहरू यहाँ अलराइट एन्सर गरेर यहाँ स्पोर्ट्सम्यानसिप देखाउँदै दुवैपट्टिको टिमहरू एकदमै राम्रो पर्फर्मेन्स एकदमै राम्रो विन हाम्रो केटाहरूकोबाट वान अफ द लेडरको नै ल लेडरको टप टिम हो यिनीहरू होइन पहिला सिजनमा त हारिन्थेन योपालि चाहिँ एकदम हारिरहेको थियो हाम्रो एकदम टिम डाउन थियो अहिले अब यो लास्ट म्याच जस्तै थियो त्यही भएर विन भएको छ होइन 3-2 स्कोर भएको छ एकदम टायर्ड थियो गेम एकदम इट वाज भेरी गुड थ्याङ्क यू टु अल सपोर्टर्स होइन आइरहनुहोस् ल थ्याङ्क यू भेरी मच जुन हाम्रो यहाँ हाम्रो कमेन्टेटर थियो अघि मलाई साथ दिनुहुने विकास चौहान जर्सी नम्बर 10 कमेन्टेटर गरिरहनु भएको थियो र लास्ट मिनटमा उहाँ पस्नु भएर पनि एउटा एसिस्ट गरेर लास्ट मिनटमा गेम विनिङ ड्र बनाउने ड्र बनाएको थियो लिड गराएको थियो विकास चौहान मैले उहाँलाई के सोध्न चाहेँ विकास आउन यहाँ ल अनि के कस्तो यहाँ केही बोलिदिनु नि त हेलो थ्याङ्क यू अघि चाहिँ अब कमेन्टेटर अहिले चाहिँ अब गेममा प्रवेश 5 मिनट सो थ्याङ्क्स टु द बोइज ट्रेनिङमा आएको थिएन र पनि अपर्च्युनिटी पाइयो एउटा एसिस्ट भयो झन् राम्रो विनिङ गेम अघि फर्स्ट गेम पनि विन र सेकेन्ड गेम पनि राम्रो विन भयो सो चेयर्स टु द बोइज सो आई थिङ्क वी हेभिङ अ गुड नाइट सो थ्याङ्क यू विकास चौहान दाइ अब अभियसली अब स्ट्राटेजीहरू हाम्रो भनेको अब फर्स्ट टु लास्ट फर्स्ट हाफदेखि लिएर सेकेन्ड हाफसम्म आई थिङ्क राम्रो थियो एज अ होल टिम यो माइक यता आउँछ कि आउँदैन त्यो एज अ होल टिम एकदम राम्रो थियो प्रेसदेखि लिएर सबै पोजिसन वाइज पनि ठिकै थियो गेम फिल्ड अलिकति कम्प्याक्ट हुँदाखेरि नि हामीहरूले अब हुन्छ मेन्टेन गरिरहेको थियौँ सबै थोकहरू गोल वाइज चाहिँ अब सेकेन्ड हाफ हामीहरूले अलिकति डोमिनेन्स गर्यो र नेक्स्ट गेमको लागि अब यस्तै नै अब यत्तिकै राम्रो हुन्छ भन्ने अब धेरै आश छ र हाम्रो केटाहरूले धेरै राम्रो गर्यो थ्याङ्क्स टु एजिल फर कमिङ on their own ground and thanks to everyone. हाम्रो रमेश भण्डारी भाइलाई पनि थ्याङ्क यू र राम्रो खेल थियो भाइकोबाट पनि फेरि पनि यसरी नै खेल्दै जानु अर्को गेममा अलराइट सी यू नेक्स्ट टाइम भाइ थ्याङ्क यू र हाम्रो यहाँ सबै केटाहरू घरतर्फ ड्रेसिङ रुमतर्फ नुहाउन गइरहेको देखिन्छ अब भने मैले यहाँ भन्दा